नमस्कार। धुस्रे फुस्रे भएर मोमो बनाउनु गइरहेछु आज। हामीलाई घरमा बसेर के गर्यो के काम गर्यो भन्छ नि कोही कोही मान्छेहरूले। हामी छोरी मान्छेको काम कति धेरै हुन्छ है घरमा। काम त तर केही पनि देख्दैन। अब भात पक्का, खाजा बना, नानी स्कुल पुरा, लुगाहरू आइरन गर, अनि बारीमा पसेर एक दिन गोर्मिन मल, अनि फेरि सब्जी टिपेर धुई पखाली गर, अनि त्यो पछि पका, अनि पकाएर दियो है। त्यही माथि पनि के पुगेन भन्छन्। कति सजिलै छ है। अनि हामीलाई चाहिँ कति गाह्रो होला गाइस, होइन साथी हो? के हामीलाई सजिलै छ भन्नुहोस् त? को हुनुहुन्छ त्यस्तो? तपाईँहरूको लाइफमा नि परेछ कि छैन? यस्तो किसिम हुन्छ। हुनु पनि हो, घरमा केही पनि काम देखिँदैन देख्नुको लागि। तर घरमा काम धान्नु र गर्नु पनि त गाह्रो छ छोरी मान्छेलाई। भन्नु पो सजिलो छ त्यो त भोग्नेलाई मात्रै थाहा छ नि त गाइस, होइन र? भनेर भन्नु नहुने, के गर्ने अब। यस्तै छ जिन्दगी, चलिरहेछ, भोगिरहेछ, भइरहेछ, खाइरहेछ। ल अब यो नेक्स्ट भिडियो अर्को ब्लगमा आउँछ। नमस्ते, बाइ बाइ।